हेलो वेलकम ब्याक छ फेरि पनि हाम्रो जेनजी वाला एजुकेसनमा। आज मैले लिएको छु कक्षा 10 मा रहेको यसैमा आउन सक्ने ट्रिग्नोमेट्रीका क्वेसन प्रुफ द्याट क्वेसनहरू लिएर आएको छु। आजको यो सेसनमा हामी यी प्रुफ द्याट ट्रिग्नोमेट्री सम्बन्धी क्वेसनलाई ह्याक गरिदिन्छौँ कि ह्याक भनेको जुन इक्जाममा आउँछ त्यही क्वेसन आज हामी गर्छौँ के। त्यसैले यो भिडियोलाई पुरै हेर्नु होला र साथ सपोर्ट पनि देखाउनु होला भन्दै म आजको सेसन स्टार्ट गर्न गइरहेको छु। क्वेसन हेरौँ, अर्को नेक्स्ट क्वेसन हेरौँ। क्वेसनले के भनेको छ भन्दाखेरि हामीलाई प्रुभ द्याट 2 sin स्क्वायर पाई बाई 4 माइनस a इज इक्वल टू हामीले प्रुभ गर्नु के छ 1 माइनस tan a का होल स्क्वायर अपन 1 प्लस tan स्क्वायर a। ल अब यसको सोलुसन हेरौँ। क्वेसन देख्दा अलिक डर लाग्ला तर हामीले क्वेसन देखेर डर मान्नु हुँदैन, आफूमा मोटिभेट हुनुपर्छ र सल्भ गर्नुपर्छ है। ल हेरौँ सोलुसन। सोलुसन हेरौँ। एलएचएस के छ 2 sin स्क्वायर पाई बाई 4 माइनस a रहेको छ। अब हामीले के गर्नुपर्छ 2 sin स्क्वायर a को फर्ममा भएको फर्मुलालाई के गर्नुपर्छ खोज्नुपर्छ। अब यता हेर तपाईलाई म सजिलो तरिका सिकाइदिन्छु। हामीलाई थाहा छ cos 2a इज इक्वल टू के हुन्छ थाहा छ, थाहा होला cos स्क्वायर a माइनस sin स्क्वायर a हुन्छ। अब के गरौँ भन्दाखेरि हामीलाई के को फर्ममा चाहिन्छ साइनमा चाहिने भएकाले हामी के गर्छौँ सरी यता b लेखेको छ यता a हो, यता a हो। अब cos स्क्वायर a लाई पनि के गरौँ इन टर्म अफ साइनमा चेन्ज गरौँ। के हुन्छ 1 माइनस sin स्क्वायर a माइनस sin स्क्वायर a हुन्छ। क्लियर। त्यसपछि हेरौँ अब 1 माइनस sin स्क्वायर a माइनस sin स्क्वायर a के हुन्छ माइनस 2 sin स्क्वायर a हुन्छ। कङ्ग्रेचुलेसन तपाईले के गर्नुभयो पाउनुभयो 2 sin स्क्वायर a पाउनुभयो। अब यसबाट के गरौँ हामी यसलाई लेफ्ट ह्यान्ड साइड लगेर के गरौँ यसको इक्वेसन बनाऊ। के इज इक्वल टू हो cos 2b इज इक्वल टू हो। अब माइनस भएका कारणले सरी यता b लेखिँदैछ, यसको लागि म माफी चाहन्छु। के हुन्छ यता a हुन्छ। ल अब यता हेरौँ यसलाई के गरौँ लेफ्ट ह्यान्ड साइडतिर ल्याउँ र नेगेटिभ भएका कारणले के हुन्छ यो अब पोजिटिभ हुन्छ। के हुन्छ पोजिटिभ हुन्छ। के भयो यता आएर 2 sin स्क्वायर a भयो इज इक्वल टू 1। यो लेफ्ट ह्यान्ड साइडमा पोजिटिभ छ भने राइट ह्यान्ड साइडमा ल्याउँदाखेरि के हुन्छ जहिले पनि नेगेटिभ हुन्छ, त्यसकारणले नेगेटिभ के भयो cos 2b भयो। अब cos 2a भयो सरी यो b लेखिँदैछ, यसको लागि माफी चाहन्छु a हुन्छ। ल अब हेरौँ सेम यस्तै फर्ममा हामीले एउटा फर्मुलालाई डिराइभ गर्यौँ। अब के गर्यौँ यसको ठाउँमा के राखौँ यसैको भ्यालु राखौँ र हाम्रो के हुन्छ सोलुसन बन्दै जान्छ। ल हेरौँ है 1 माइनस एज इट इज लेखे माइनस को माइनस, अब cos को पनि cos लेखौँ र 2 र हाम्रो a को ठाउँमा के आएको छ पाई बाई 4 माइनस a आएका कारणले ब्र्याकेट युज गरेर के लेखौँ पाई बाई 4 माइनस a लेखौँ। यतिसम्म कुनै पनि प्रब्लम नहोला। यी फर्मुला तपाईले पढ्नुपर्छ, फर्मुलामा हाम्रो कुनै पनि हात हुँदैन, तपाईले नै पढ्नुपर्छ है। ल अब यता हेरौँ 1 माइनस अब यो 2 ले के गरौँ भित्र मल्टिप्लिकेसन गरौँ। के हुन्छ cos 2 पाई बाई 4 माइनस 2a हुन्छ। यो 2 ले दुईटै टर्मलाई गर्नु, एउटै टर्मलाई गर्यो भने मिस्टेक हुन सक्छ है। ल हेरौँ अब 1 माइनस cos। अब हेरौँ यता काटौँ 2 ले 4 लाई काट्दाखेरि 2 पाई बाई 2 को के हुन्छ पाईको भ्यालु जहिले पनि याद गर्नु पाई इज इक्वल टू 180 डिग्री हुन्छ। यसमा अझ पाई इज इक्वल टू 22/7 लेख्ला। यसमा यता के हुँदैन यो भ्यालिड हुँदैन, एंगलमा जहिले पनि के हुन्छ 180 हुन्छ। त्यसकारणले 180 डिभाइड बाई 2 कति हुन्छ 90 डिग्री हुन्छ माइनस 2a। यतिसम्म क्लियर भएको होला। ल अब हेरौँ नेक्स्ट स्टेपमा के त्यसपछिको स्टेप इज इक्वल टू 1 माइनस
cos 90 डिग्रीलाई हामी के लेख्न सक्छौं 1 * 90 डिग्री लेख्न सक्छौं र -2a को -2a यतिसम्म क्लियर भएको होला। ल अब हेरौं 1 - cos। अब यो कता बढ्यो फर्स्ट क्वाड्रेन्टमा बढ्यो। फर्स्ट क्वाड्रेन्टमा के हुन्छ अल ट्रिग्नोमेट्रिक रेशियो आर पोजिटिभ हुन्छ। त्यसकारणले के भयो त पोजिटिभ नै भयो। र यता के छ कस्तो नम्बर छ यता 1 भनेको इभन हो कि अड हो ओड नम्बर हो। त्यसकारणले ट्रिग्नोमेट्रिक रेशियो के हुन्छ चेन्ज हुन्छ। अब यता के हुँदैन कस हुँदैन कि के हुन्छ साइन हुन्छ। त्यसकारणले के लेख्नु पर्यो यता मेटेर साइन लेख्नु पर्यो। के भयो साइन 2a भयो। अब के गरौँ भन्दाखेरि साइन 2a को फर्मुला लेखौं इन टर्म अफ tan। मैले किन इन टर्म अफ tan भने यसको त इन टर्म अफ साइन पनि हुन्छ। किन मैले इन टर्म अफ tan भने हामीले प्रुफ गर्नु केमा छ tan मा छ। त्यसकारण के गर्नु पर्यो हामीले tan को फर्ममा लेख्नु पर्यो। के हुन्छ sin 2a के हुन्छ 2 tan a अपन के हुन्छ 1 माइनस हुन्छ कि प्लस प्लस हुन्छ ध्यान दिनु पर्यो अनि tan स्क्वायर a हुन्छ। क्लियर यस्तो हुन्छ। अब राखौं भ्यालु 1 माइनस tan 2a को ठाउँमा के राखौं अब यो राखौं सरी sin 2a को ठाउँमा के लेखौं tan को फर्ममा ड्राइभ गरेको फर्मुला राखौं के हुन्छ 2 tan a अपन 1 प्लस tan स्क्वायर a यतिसम्म क्लियर होला। ल अब यसबाट के गर्नु एलसीएम ल्याऊ। एलसीएम कति आउँछ 1 प्लस tan स्क्वायर a आउँछ। अब डिनोमिनेटरमा के छैन भन्नुको मतलब 1 भनेर बुझौं। र अब यता के आयो हाम्रो 1 प्लस tan स्क्वायर a माइनस 2 tan a आयो। हामीले यो 1 लेख्नु बुझिराख्नु पर्छ। यता लेखे भने अलिकति राम्रो देखिदैन। त्यसकारणले 1 छ भनेर बुझ्ने र एलसीएम लिएर यति काम गर्ने। ल अब हेरौं नेक्स्ट स्टेपमा हेरौं। अब यसलाई यी टर्मलाई न्युमिनेटरमा भएको जुन यो न्युमिनेटरमा छ नि 1 प्लस tan स्क्वायर a माइनस 2 tan a यसलाई के गर्नु अलि एरेन्ज गरौं। किन म एरेन्ज गर्दैछु पनि भन्छु। ल पहिले म एरेन्ज गरेर देखाउँछु। हेर है मैले के लेखे 1 लेखे माइनस 2 tan a लेखे र त्यसपछि के लेखे प्लस tan स्क्वायर a लेखे अपन के लेखे 1 प्लस tan स्क्वायर a। तपाईलाई थाहा होला a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर के हुन्छ a माइनस b को होल स्क्वायर हुन्छ। यस्तै फर्ममा आयो कि आएन। अब 1 भन्नु र 1 को स्क्वायर भन्नु एउटै हो कि होइन हो नि हो माइनस। अब हेर 2 को 2 छ a भनेको 1 छ। अब यता इन्टु 1 गर्नु र नगर्नु एउटै हो कि होइन। यो 1 गर्दा पनि यस्तै आउँछ। त्यसकारणले 1 को 1 नै भयो। यो कुरा पनि बुझिराख्नु। र b भनेको के छ tan छ यता पनि tan छ र b स्क्वायर tan स्क्वायर छ यता पनि tan स्क्वायर छ। त्यसकारणले यो के को फर्ममा आयो अब हाम्रो 1 माइनस tan a को होल स्क्वायर को फर्ममा आयो। यो नै के गर्नु थियो हामीले प्रुफ गर्नु थियो। त्यसकारणले हामी यसलाई अब यसको फर्ममा लेखौं र यो के हुन्छ हाम्रो प्रुफ हुन्छ। ल यता क्लियरसँग म लेखिदिन्छु हेरौं। ल हेरौं है एकछिन है म यो मेटाउँछु त्यसपछि गरौं। अब हेरौं यता अब म एरेन्ज गर्छु। हेरौं इजिकल टु 1 स्क्वायर 1 को 1 स्क्वायर लेख्न सक्छु माइनस 2 tan a मैले भनिसके इन्टु a गर्न सक्छु किनकि सेम आउँछ प्लस यसलाई हामी के लेख्न सक्छौं tan a को होल स्क्वायर। tan स्क्वायर यता बुझ है tan स्क्वायर a लेख्नु र tan a को होल स्क्वायर लेख्नुमा कुनै फरक हुन्छ हुँदैन। त्यसकारणले मैले यसमा यस्तो लेखेको नझुक्किनु होला कि लेख्नु भयो भनेर नसम्झिनु होला है। यतिसम्म क्लियर होला। ल अब हेरौं नेक्स्ट। अब हेरौं डिनोमिनेटरमा के छ डिनोमिनेटरमा के छ भन त 1 प्लस tan स्क्वायर a छ।
छ नि छ। अब हेर मैले भने जस्तै फर्मुलामा लेखौँ यसलाई के भयो 1 माइनस tan a को होल स्क्वायर अपन 1 प्लस tan स्क्वायर a। हामीले प्रुभ गर्नु के थियो हेर है क्वेसनमा हेर एलएचएस मा यस्तै होला यो हामीले निकालिसक्यो त्यसकारणले के भयो आरएचएस प्रुभड भयो। क्वेसन देख्दा कस्तो थियो प्रुभ गर्दाखेरि कति सजिलो स्टेपमा मैले सिकाइदिएको छु 100 मा 100% भन्छु यस्तै मैले यो सेसनमा दिएका भिडियो नै यस साल एससी 2083 मा आउँछ। यो भन्दा बाहिर आयो भने मलाई भन्नु त्यसपछि। नेक्स्ट क्वेसन के छ प्रुभ दैट अंडर रूट होल अंडर रूट है एउटा 1 मा त अंडर रूट भन्यो आँखा खोलेर हेर यता अंडर रूट 1 प्लस sin a इज इक्वल टु हामीले प्रुभ गर्नु छ cos a बाइ 2 प्लस sin a बाइ 2। धेरै विद्यार्थीहरू लेख्दाखेरि के गर्छन् भन्दाखेरि लेख्दाखेरि पनि मिस्टेक गर्छन् के लेख्छन् cos a लेख्छन् अनि यस्तो 2 भने सोच्छन् यस्तो 2 होइन द्याट्स रङ के हो a बाइ 2 ओन्ली a बाइ 2 यो कुरा सम्झिनु पर्यो। यो a बाइ 2 कुनको फर्ममा छ भन्दाखेरि हामीले बुझ्नु पर्यो सब मल्टिपलको फर्ममा छ। के को फर्ममा छ सब मल्टिपलको फर्ममा छ र यो a केमा छ हाम्रो मल्टिपल एंगलको फर्ममा छ यो कुरा सम्झिराख्नु पर्यो। यो के को फर्ममा छ मल्टिपल एंगल र यो के को फर्ममा छ सब मल्टिपल एंगल। अब हेर सब भनेको के हो आधा हो आधा भएको कारणले बाइ 2 भएको यसरी सम्झिन सकिन्छ र मल्टिपल एंगल भनेको त यो के भयो हामीले बुझ्न सक्छौं। क्लियर। ल अब यसको सोलुसन हेरौं है। अब यसको सोलुसन हेरौं। ल अब यसको सोलुसन हेरौं। सोलुसन सोलुसन एलएचएस मा के छ क्वेशन हेर त अंडर रूट 1 प्लस sin a छ। अब हामीले प्रुभ गर्नु के छ cos a बाइ 2 प्लस sin a बाइ 2 छ। अब यता हेर है अंडर रूट यो 1 लाई हामी के लेख्न सक्छौं तपाईलाई एउटा कुरा थाहा होला 1 इज इक्वल टु के हुन्छ भन त मलाई sin स्क्वायर a प्लस cos स्क्वायर a हुन्छ। sin स्क्वायर a प्लस cos स्क्वायर a कति हुन्छ 1 हुन्छ र दुईटाको सब मल्टिपलमा पनि सेम भयो भने के हुन्छ 1 नै हुन्छ। त्यसकारणले 1 को ठाउँमा के लेखौं अब हामी यस्तै sin स्क्वायर a बाइ 2 प्लस cos स्क्वायर a बाइ 2 हुन्छ। क्लियर होला यतिसम्म क्लियर छ होला। ल अब हेरौं sin a अनि sin a को के हुन्छ सब मल्टिपलमा एंगलको फर्मुला sin a इज इक्वल टु के हुन्छ 2 sin a बाइ 2 cos a बाइ 2 हुन्छ। यो कुरा पनि सम्झिराख्नु यो कुरा पनि के गर्नु याद गरिराख्नु। ल अब यसमा के राखौं भ्यालु राखौं sin a इज इक्वल टु मैले के हुन्छ भने यता 2 sin a बाइ 2 cos a बाइ 2। क्लियर यतिसम्म क्लियर होला यतिसम्म डर नहोला लाग्छ मलाई किन होला डर नहोला है डर मान्नु हुँदैन। अब हेरौं नेक्स्ट स्टेप यो मैले इरेज गरिदिए कुनै कन्फ्युजन छ भने पछि कमेन्टमा कमेन्ट गर्नु होला है। ल यता हेरौं अब यसलाई पनि अलि एरेन्ज गरौं किन एरेन्ज गरे भने म भनिदिउँला sin स्क्वायर a बाइ 2 प्लस 2 sin a बाइ 2 cos a बाइ 2 प्लस cos स्क्वायर a बाइ 2 लेख्न सक्छौं। अब यता हेर त यसले sin ल मानौ है त sin a बाइ 2 लाई a मानौ है सम्झिराखौं अनि cos a बाइ 2 लाई b मानौ त। ल हेर त a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भयो कि भएन। अब के हो यो भनेको फर्मुला भयो कि भएन भयो। त्यसकारणले अब के भयो यसमा फर्मुलाको ठाउँमा लेखौं। के फर्मुला भयो भने भनिदिन्छु मैले के भने sin a लाई a मानौ भनेर भनेको थिए त्यसकारणले sin a बाइ 2 भनेको a स्क्वायर भयो प्लस को प्लस 2 को 2 sin a बाइ 2 लाई a मानौ भने र cos a बाइ 2 लाई b मानौ भने प्लस अब cos a बाइ 2 लाई b मानौ भने र b को स्क्वायरलाई b स्क्वायर भयो। यो के को फर्मुला भयो अब a प्लस b को होल स्क्वायर भयो। यो कोही के लेख्छन् कि a स्क्वायर प्लस b स्क्वायर लेख्छन् द्याट्स रङ। म तपाईलाई कुन कुरामा तपाईहरु मिस्टेक गर्न सक्नुहुन्छ भनेर पनि सम्झाइदिदैछु नझुक्किनु होला है।
ल अब हेरौँ यता। अब यसलाई के गरौँ, यस्तै फर्ममा लेखौँ। ए भनेको साइन र बी भनेको कस मानेर लेखौँ। ल हेरौँ है। ए भनेको के भनेको थिएँ मैले, साइन भनेको थिएँ, साइन a/2 प्लस बी भनेको कस a/2 को होल स्क्वायर। अब यता हेरौँ, यो स्क्वायरले रुट काट्छ, काट्यो कि काटेन, काट्यो। अब हेर, प्रुभ गर्ने कुरा आइसक्यो। कस a/2 प्लस साइन a/2 छ, हामीले प्रुभ गरेका छौँ साइन a/2 प्लस कस a/2। अब हेर, ए प्लस बी लेख्नु र बी प्लस ए लेख्नुमा के फरक छ, छैन। तर अब कोही के लेख्छन् कि ए माइनस बीलाई पनि बी माइनस ए, यो रङ हुन्छ, तर यो के हुन्छ, भ्यालिड हुन्छ। त्यस कारणले हामीले सम्झिराख्नु पर्यो। अब यसलाई ल हामी प्रुभ गर्ने यसै खोज्छौँ भन्दाखेरि यसलाई अगाडि यसलाई पछाडि लेख्दा पनि हुन्छ, यस्तै लेख्यो भने पनि लेजर गरिदिए। ल अब यसलाई अलि एरेन्ज गरिहालौँ, कुनै अलि देख्दा पनि अलि एट्र्याक्टिभ देखिला, प्रुभ गरेको छ भनेर सम्झिला। त्यस कारणले हामी यसलाई एरेन्ज गर्छौँ। के थियो भन त मलाई, के थियो, कस a/2 प्लस साइन a/2, यो नै प्रुभ गर्नु थियो। अब यो नै के भयो, हाम्रो RHS प्रुभड। बस क्वेसनमा हेर्नु है, यस्तै प्रुभ गर्नु होला। ल अब हेरौँ नेक्स्ट क्वेसन। क्वेसन पढाउँदा एकचोटि। प्रुभ दैट tan a प्लस 2 tan 2a प्लस 4 cot 4a इज इक्वल टु cot a हामीले प्रुभ गर्नु छ। हामीले प्रुभ गर्नु छ cot a प्रुभ गर्नु छ, केबाट, tan a प्लस 2 tan 2a प्लस 4 cot 4a बाट हामीले प्रुभ गर्नु छ cot a। ल यार, यसको सोलुसन हेरौँ। यो हाम्रो मोडेल सेटमा पनि छ यो क्वेसन। यो क्वेसनलाई अलि फोकस गर्नु होला भन्छु म। ल हेर सोलुसन। LHS के छ, tan a प्लस 2 tan 2a प्लस 4 cot 4a। ल अब यसलाई अरु सबै tan को फर्ममा छ, यस cot को फर्ममा छ र यो 4a भए कारणले यसलाई अलिकति हामी के गर्छौँ, ड्राइभ गर्छौँ। हेरौँ यता, tan a प्लस 2 tan 2a प्लस, अब यता हेरौँ, cot 4a लाई हामी के लेख्न सक्छौँ भन त, tan 4a लेख्न सक्छौँ। क्लियर हो यतिसम्म। त्यसपछि हेरौँ, tan a प्लस 2 tan 2a प्लस, अब हामी यो tan 4a लाई के लेख्न सक्छौँ, tan 2 into 2a लेख्न सक्छौँ। अब यता हेरौँ, tan a प्लस 2 tan 2a प्लस 4, यो अलि ठुलो बनाऊ किनकि यता तपाईँ झुकिनुहुन्छ। tan 2, अब यसलाई a मानेर फर्मुला राखौँ है, के हुन्छ, 2 tan a भनेको के हो, 2a हो, अपन के हुन्छ, 1 माइनस tan स्क्वायर 2a हुन्छ। क्लियर। अब यता हेर कसको फर्ममा आयो, a/1 र b/c को फर्ममा आयो। a भनेको यो भयो, 4 भयो, a भनेको 4 भयो, अनि 1 भनेको के छैन भने सोच्नु पर्यो, र अपन होल ओपन छ, र b भनेको 2 tan 2a छ, अपन 1 माइनस c भनेको 1 माइनस tan स्क्वायर 2a छ। अब यसलाई हामी कस्तो फर्ममा लेख्न सक्छौँ, a/1 इन्टु c/b लेख्न सक्छौँ। त्यस्तै गरी अब यो जुन यो c छ नि, जुन यो 4 छ 4, अनि जुन यो तल रहेको छ c भनेको त 1 माइनस tan स्क्वायर 2a, यो कहाँ जान्छ, अब 4 सँग के हुन्छ, मल्टिप्लिकेसन हुन्छ। यो कुरा हामीले सम्झिनु पर्यो। ल म यो उताको इरेज गरिदिन्छु र त्यसपछिको स्टेप तपाईलाई सम्झाइदिन्छु, कुनै पनि डाउट नहोला भन्ने पनि आशा राखेको छु। ल अब हेरौँ है नेक्स्ट स्लाइडमा। त्यसपछिको स्टेप इज इक्वल टु tan a प्लस 2 tan 2a प्लस
मैले के भनेको थिएँ 4 ले मल्टिप्लिकेसन हुन्छ भनेको थिएँ कसको 1 माइनस tan स्क्वायर 2a अपन के हुन्छ 2 tan 2a हुन्छ यतिसम्म थाहा होला अब यता हेरौँ 4 ले 2 लाई काटौँ कति भयो यता 2 बच्यो अब के गरौँ यो 2 ले भित्र मल्टिप्लिकेसन गरौँ है ल हेरौँ tan a प्लस 2 tan 2a प्लस 2 1 जा 2 माइनस 2 दुईटै टर्मलाई मल्टिप्लिकेसन गर्नुपर्छ नसक्दा मिस्टेक हुन सक्छ यति भयो अपन tan 2a ल अब हेरौँ अब यो 2 ले यतिसम्म हेरौँ यतिसम्म हेरौँ र यतिसम्मको लागि एलसिएम ल्याउँ के हुन्छ tan a प्लस अब यता के छैन भने यता यो मल्टिप्लिकेसन चाहिँ सँग के भयो 2 tan स्क्वायर 2a भयो प्लस 2 माइनस 2 tan स्क्वायर 2a को होल अपन यति अपन है यो tan a को हुँदैन किनकि हामीले यतिसम्म एलसिएम लिएका छौँ त्यसकारणले tan 2a अब के देख्दै हुनुहुन्छ माइनस tan स्क्वायर 2a सरी प्लस 2 tan स्क्वायर 2a माइनस 2 tan स्क्वायर 2a छ प्लस माइनस के भयो क्यान्सल भयो अनि के बच्यो tan a प्लस 2 अपन tan 2a बच्यो क्लियर यतिसम्म ल अब हेरौँ नेक्स्ट स्टेपमा त्यसपछिको स्टेप इज इक्वल टु tan a प्लस 2 के थियो tan a थियो सरी tan 2a थियो अब tan 2a को फर्मुला के हुन्छ यता हेरौँ मैले धेरैचोटि भनिसकेँ अब लास्ट चोटि यो tan 2a को भन्ने 2 tan a अपन 1 माइनस tan स्क्वायर a हुन्छ त्यस्तो गरी यसमा फर्मुला राखौँ tan 2a को फर्मुला के हुन्छ 2 tan a अपन 1 माइनस tan स्क्वायर a हुन्छ थाहा होला मैले महाभारत उठाएको फर्मुला होइन तपाईको अप्सनल बुकबाट लिएको हो याद गर्नु होला है ल अब हेरौँ नेक्स्ट स्टेपमा tan a प्लस अब मैले भनिसकेको छु यो कहाँ जान्छ माथि न्युमिनेटर सँग के हुन्छ मल्टिप्लिकेसन हुन्छ त्यसकारणले के भयो 2 टाइम्स 1 माइनस tan स्क्वायर a अपन 2 tan a ल अब हेरौँ म उताको इलेज गरिदिन्छु अलिकति राम्रो देखिन्न यस्ता रब गर्यो भने ल अब भित्र मल्टिप्लिकेसन गरिदेऊ के भयो इज इक्वल टु tan a प्लस 2 माइनस 2 tan स्क्वायर a अपन 2 tan a भयो कि भएन भयो अब हेरौँ के गरौँ अब मल्टिप्लिकेसन गरौँ यता के भयो 2 tan स्क्वायर a प्लस 2 माइनस 2 tan स्क्वायर a अपन 2 tan के a भयो ल अब मेरो त्यसपछिको स्टेपमा अब यता क्यान्सल गरिदेऊ 2 tan स्क्वायर a र प्लस 2 tan स्क्वायर a र माइनस 2 tan स्क्वायर के बच्यो यता हेरौँ है यसको अब सानो छ यता हेरौँ के बचेको छ 2 अपन 2 tan a बचेको छ 2 ले 2 क्यान्सल हुन्छ कि हुँदैन हुन्छ हुन्छ कि हुँदैन हुन्छ कोही के लेख्छन् भन्दाखेरि 2/2 इज इक्वल टु 0 लेख्छन् के यो गलत हुन्छ के 2 माइनस 2 हो कि 0 हुने यो कुरा थाहा पाइराख्नु पर्यो काट्दाखेरि पनि मिस्टेक गर्छन् अब के भन्छन् कि 2/2 गर्दाखेरि 0 गर्छन् 0 अपन 10 गर्छन् र अब 0 लेख्छन् द्याट्स इज रङ हुन्छ सम्झिराख्नु पर्यो धेरै कन्फिडेन्स हुनु हुँदैन कुनै क्वेसन गर्दाखेरि पनि ओभर हुनु हुँदैन कन्फिडेन्स त राख्नुपर्छ आफूमा ल अब के भयो यता हेरौँ 1 अपन 10 a भयो 1 अपन 10 a के हुन्छ के पढेका थियौँ 1 अपन 10 a कट a क्वेसनले पनि के भनेको छ हामीलाई दिस इज इक्वल टु दिस के गरेर भनेको थियो हामीलाई प्रुभ गर भनेको थियो दिस भनेको के हो कट a प्रुभ गर भनेको थियो कट a के भयो हाम्रो आरएचएस मा आयो
यो के भयो हाम्रो PROVD प्रुफ भयो। यस तरिका गर्न सक्छ हामी यो क्वेसनलाई हामी सल्भ गर्न सक्छौं। देख्दा यति अप्ठ्यारो जस्तो लाग्छ, यसको स्टेप हेर्नु भने 7 स्टेपमा आन्सर हुन्छ कि सबैभन्दा सजिलो हुन्छ। त्यसैले अब यसको सोलुसन हेरौँ है। यहाँ सोलुसन LHSमा हेरौँ के छ क्वेसन। sin स्क्वायर A माइनस cos स्क्वायर A cos 2b छ। अब यसमा हामीले cos 2b लाई के गर्नुपर्छ, अलिकति ड्राफ्ट गर्नुपर्छ। cos 2b को फर्मुला हामीलाई थाहा छ। के हुन्छ cos 2b को फर्मुला? sin स्क्वायर एज इट इज लेख्दैछु है, cos स्क्वायर A र हेरौँ अब cos 2b इन टर्म अफ केमा, cosमै गर्नु छ, किनकि यता पनि के छ cosमा छ। त्यसकारणले के हुन्छ अब 2 cos स्क्वायर b माइनस 1। क्लियर हो र? अब के गरौँ, cos स्क्वायर A ले के गर्दा, cos स्क्वायर A ले के गरौँ भित्र मल्टिप्लिकेसन गरिदियौँ। के हुन्छ sin स्क्वायर A माइनस 2 cos स्क्वायर A cos स्क्वायर B माइनस 1 यस्तो हुन्छ। यतिसम्म क्लियर होला। सरी यता अलिकति मिस्टेक भएको छ, भित्र मल्टिप्लिकेसन गर्दाखेरि माइनस माइनस प्लस हुन्छ र यता 1 को ठाउँमा यो हुन्छ है, माइनस माइनस प्लस cos स्क्वायर A इन्टु 1 cos स्क्वायर A। अब एउटा कुरा तपाईले देख्नु भएको होला, एउटा आइडेन्टिटी छ। हिन्दू आइडेन्टिटी हेर्नु त के छ, sin स्क्वायर A प्लस cos स्क्वायर A कति हुन्छ, कमेन्ट गर्नु त, कमेन्टमा कमेन्ट गर्नु है। अहिले म यसलाई छोडिदिन्छु, लेख्दैन, यो तपाईको काम हो। कति हुन्छ यता लेख्नु होला, माइनस 2 cos स्क्वायर A cos स्क्वायर B कति हुन्छ, भेरी गुड 1 हुन्छ। कति हुन्छ 1 हुन्छ। कति हुन्छ 1 माइनस 2 cos स्क्वायर A cos स्क्वायर B। अब के गर्नुपर्छ भन्दाखेरि cos 2b, अब यसलाई अलिकति एरेन्ज गरौँ टर्मलाई, 1 माइनस cos स्क्वायर A इन्टु 2 cos स्क्वायर B। यसलाई गर्नु भन्दा पनि यता b राख्दा राम्रो हुन्छ, किन भनेर म अहिले बताइदिन्छु। यता b राखौँ, यता a। किन थाहा छ, हामीले यता कुन आइडेन्टिटीमा प्रुभ गर्नु छ, a मा गर्नु छ नि। अब यसलाई त हामी अर्को फर्मुलामा लेख्ने हो, 2a को फर्ममा बनाउन खोज्ने हो, त्यसकारणले हामीलाई त a चाहिन्छ। त्यसकारणले हामीले के गरेका यता मैले b यता हैन b एक्सचेन्ज गरे। ल अब हेरौँ नेक्स्ट स्टेप, 1 माइनस cos स्क्वायर B। अब तपाईलाई थाहा होला cos स्क्वायर A इज इक्वल टु के हुन्छ, cos स्क्वायर इज इक्वल टु 2 cos स्क्वायर A इज इक्वल टु के हुन्छ 1 प्लस cos 2A। मैले पहिले क्वेसन बनाउँदाखेरि यो कसरी हुन्छ भनेर पनि बताएको छु। यदि बीचबाट हेर्दै छौ भने फर्स्टबाट हेर्यो भने तपाईलाई धेरै हेल्पफुल होला, नत्र यो फर्मुलालाई अझै पनि रटे पनि हुन्छ। तर मैले अगाडि बताइदिएको छु कसरी ड्राफ्ट गर्नुपर्छ भनेर, कसरी सम्झिनुपर्छ भनेर है, हेर्नु। ल अब यसलाई लेखौँ यता 1 प्लस cos 2A। क्लियर? अब यता म साइडमा लेखेको इरेज गरिदिन्छु, धेरै झन्झट नगरौँ। यता ब्र्याकेट राम्रोसँग दिउँ। भयो कि भने यतिसम्म क्लियर भयो। अब के गरौँ भन्दाखेरि cos स्क्वायर B ले भित्र के गरौँ मल्टिप्लिकेसन गरौँ। ल हेरौँ भित्र मल्टिप्लिकेसन गर्दा के हुन्छ 1 माइनस cos स्क्वायर B माइनस cos स्क्वायर B र cos 2A हुन्छ। यस्तो हुन्छ। मैले cos 2B ले भित्र मल्टिप्लिकेसन गरे, अनि 1 को ठाउँमा cos स्क्वायर B आयो, अनि यता के आयो अर्को पनि cos स्क्वायर B ले दुईटै टर्मलाई मल्टिप्लिकेसन गर्यौं। ल
ल अब हेरौँ यसबाट के हुन्छ। अब यता हेर त 1 माइनस कस स्क्वायर बी के हुन्छ तपाईलाई थाहा होला साइन स्क्वायर बी प्लस कस स्क्वायर बी कति हुन्छ 1 हुन्छ। अब यसलाई के गरौँ साइन स्क्वायर बी इज इक्वल टु 1 लेफ्ट ह्यान्ड साइडबाट राइट ह्यान्ड साइडमा लग्दाखेरि माइनस भयो कस स्क्वायर बी। यता हेर त 1 माइनस कस स्क्वायर बी 1 माइनस कस स्क्वायर बी के हुन्छ साइन स्क्वायर बी हुन्छ। अब यता लेखौँ साइन स्क्वायर बी माइनस कस स्क्वायर बी कस 2a। यो नै के गर्नु थियो हामीले प्रुभ गर्नु थियो र यो हाम्रो के भइसक्यो आरएचएस प्रुभड भइसक्यो। यसरी नै हामी के गर्न सक्छौं यस्ता क्वेशनलाई यस्तो स्टेपबाट के गर्न सक्छौं प्रुभ गर्न सक्छौं। एक्जाममा यो 3 मार्क्समा आउँछ। यस क्वेशनलाई अलि धेरै भन्दा धेरै अभ्यास गर्नु होला। ल भन्दै अब नेक्स्ट क्वेशन तर्फ म लाग्दछु। ल हेरौँ म साइड डिलिट गर्दिन्छु त्यसपछि नेक्स्ट क्वेशनतिर हेरौँ है। Next question, prove that cos 20 degree into cos 40 degree into cos 60 degree into cos 80 degree is equal to हामीले प्रुभ गर्नु छ 1/60। अब यो क्वेशन धेरै भन्दा धेरैचोटि मैले धेरै मोडेल्स हेरे आजभन्दा 10 इयर अगाडिसम्मका क्वेशन हेरे त्यसमा यी क्वेशनहरू धेरैचोटि लगभग धेरै प्रदेशमा के भएको थियो यो क्वेशन रिपिट भएको थियो। मलाई पनि लाग्यो यो क्वेशन त इम्पोर्टेन्ट छ त्यसकारणले मैले तपाईहरुको लागि सजिलोको लागि मैले क्वेशन लिएको छु हेर्नु होला। ल हेरौँ है मैले मजाक गरेको हैन म रियालिटी भन्दैछु म मजाक गर्ने खालको हैन है। ल हेरौँ सोलुसन। एलएचएस के छ cos 20 डिग्री cos 40 डिग्री cos 60 डिग्री इन्टु cos 80 डिग्री। अब यता हेरौँ हामीलाई cos 60 डिग्रीको भ्यालु थाहा छ त्यसकारणले हामी cos 60 डिग्रीको भ्यालु राखिदिन्छौँ। कति हुन्छ cos 60 डिग्री इज इक्वल टु 1/2 हुन्छ। अरु एज इट इज लेखौँ अहिलेको लागि cos 40 डिग्री cos 60 डिग्रीको थाहा छ त्यसकारणले हामी यता भ्यालु राखिदिन्छौँ। कति राखिदिन्छौँ यता 1/2 इन्टु cos 80 डिग्री हुन्छ। ल यता हेरौँ यो जुन को भ्यालु छ त्यसलाई अगाडि ल्याउँ 1/2 cos 20 डिग्री cos 40 डिग्री र cos 80 डिग्री भयो। अब यता हेरौँ अब यसलाई अलि 2 ले इन्टु गर्नुपर्छ जस्तो हामीले त यस्तो फर्ममा लेख्नुपर्छ यस्तो फर्ममा लेख्नुपर्छ त्यसको लागि त हामीलाई 2 चाहिन्छ। अब 2 चाहिँदाखेरि के गर्नुपर्छ हामीले एउटै न्युमिनेटरमा मात्र गरेर पनि हुँदैन डिनोमिनेटरमा गरेर मात्र पनि हुँदैन दुईटामा के गर्नुपर्छ 2 ले मल्टिप्लाई गर्नुपर्छ। हेरौँ अब दुईटा लेखेर तल र माथि मल्टिप्लिकेसन गरौँ किनकि हामीलाई 2 चाहिन्छ। अब यता हेरौँ 1/2 इन्टु 2 cos 20 डिग्री cos 40 डिग्री र cos 80 डिग्री। अब यता हेरौँ 1/2 तल पनि गर भनेको तल गर्दाखेरि 1/2 है यता पनि। अब यता हेरौँ है 2 ले 2 काट्नु भन्दा नि 2 राख्नु एउटा है त सारेले मैले यता 2 यसरी राखेको ल 1/4 भयो 2 to the 4 अनि एउटा टर्मलाई यतै राखौँ cos 80 डिग्री राख्छु म अहिलेको लागि जुनसुकै टर्म राख्दा पनि हुन्छ। ल मैले अहिले ठुलो टर्मलाई राखेँ किनकि क्याल्कुलेसन इजी होला भनेर। अब के बच्यो यता हाम्रो रिमेनिङ 2 cos 20 डिग्री cos 40 डिग्री रिमेनिङ बच्यो। ल अब हेरौँ हामी कता पुग्यौं त्यसपछिको नेक्स्ट स्टेपमा हामीले के गर्नुपर्छ अब हेरौँ है इज इक्वल टु 1/4 cos 80 डिग्री। अब के गरौँ भन्दाखेरि हामीलाई 2 cos 20 डिग्री cos 40 डिग्री को फर्मुला थाहा छ। हामीलाई थाहा छ क्या 2 cos A cos B को फर्मुला थाहा छ के हुन्छ cos A plus B plus cos A minus B हुन्छ।
त्यस्तै गरी हामी के गर्छौँ यता यस्तै गरी ए को ठाउँमा 20 डिग्री र बी को ठाउँमा 40 डिग्री राखेर के गर्छ यता भ्यालु राख्छौँ है नझुक्किनु होला धेरै सजिलो छ क्वेसनहरु धेरै अप्ठ्यारो छैन धेरै विद्यार्थीहरु ट्रिग्नोमेट्रीको लाग्दैन ए प्लसबाट धर्छन् त्यसकारणले हामीले के गर्नुपर्छ आजकालबाट निक्लिन मेहनत गर्नुपर्छ मैले एउटा घण्टाको मात्र भिडियो बनाउँछु यो पनि के हुन्छ सबै एक्जाम इन मध्ये एउटा त एउटा एक्जाममा खसिहाल्छ के चिट लाग्दा पनि हुन्छ यसबाट चिट भन्नु दिमागको चिट भनेको त हजुर त कापीमा लेखेर लग्नु होला यस्तो त यसै पढाइ हुन्छ सम्झिराख्नु होला अब यता राखौँ भ्यालु है cos 20 डिग्री प्लस 40 डिग्री प्लस cos 20 डिग्री माइनस 40 डिग्री यस्तो भयो है मैले त फर्मुला लेखेको मैले फर्मुला पनि कोवाला लेखेर भनेर सम्झाइसकेको छु ल अब हेरौँ के भयो 1/4 cos 80 डिग्री अब के गरौँ भित्र मल्टिप्लिकेसन गरौँ कति भयो cos 60 डिग्री प्लस cos हुनको लागि चाहिँ -20 भयो तर cosमा र सेकमा कुनै फरक पर्दैन प्लस नेगेटिभ किनकि दुईटै पोजिटिभ त्यसकारणले के भयो त 20 डिग्री भयो अब धेरैले भन्लान् यता त 20 डिग्री माइनस 40 डिग्री त -20 डिग्री हुन्छ 20 डिग्री किन लेख्यो मैले भनिसके cos र सेकमा एंगलमा पोजिटिभ हो नेगेटिभ भयो डाइरेक्ट पोजिटिभ लेख्नुस् कुनै पनि फरक पर्दैन अब हेरौँ यसो 1/4 cos 80 डिग्री cos 60 डिग्रीको भ्यालु भन्नु त अगाडि पनि भनेको थिए 1/2 हुन्छ थाहा छ सबैलाई 1/2 प्लस cos 20 डिग्री अब के गरौँ भन्दाखेरि जुन 1/4 cos 80 डिग्री छ त्यसले के गरौँ भित्र मल्टिप्लिकेसन गरिदेऊ के हुन्छ 1/8 cos 80 डिग्री प्लस 1/4 cos 20 डिग्री इन्टु cos 80 डिग्री हुन्छ यतिसम्म क्लियर भएको होला ल अब नेक्स्ट स्टेप हेरौँ नेक्स्ट स्टेपमा 1/8 को 1/8 एज इट इज लेखे cos 80 डिग्री यतिसम्म क्लियर भएको होला कुनै पनि म चेन्ज गरेको छैन र फेरि अझ अघिको जस्तै फर्मुला राख के भयो पहिले त हामीले 2 चाहिन्छ त्यसैले डिनोमिनेटर र न्युमिनेटरमा मल्टिप्लाई गरौँ डिनोमिनेटरमा गर्दाखेरि के भयो 4 थियो र 8 भयो 2 ले इन्टु गर्दाखेरि र के गरौँ न्युमिनेटरमा 2 ले मल्टिप्लिकेसन गरौँ 2 cos अब मल्टिप्लिकेसनमा इन्टरचेन्ज गर्दा कुनै टर्ममा फरक पर्दैन a इन्टु b भन्नु र b इन्टु a भन्नु एउटै त्यसकारणले मैले के लेखे cos 80 डिग्री इन्टु cos 20 डिग्री लेखे यतिसम्म क्लियर भएको होला भएको छ अब हेरौँ 1/8 cos 80 डिग्री प्लस 1/8 अब cos 2 cos a इन्टु cos b को फर्मुला के हुन्छ मलाई भन त 2 cos a इन्टु cos b को फर्मुला के हुन्छ थाहा छ कि छैन थाहा छ हामीलाई के हुन्छ cos a प्लस b प्लस cos a माइनस b हुन्छ अब a भनेकोलाई हामी 80 मान्छौँ र b भनेकोलाई हामी 20 डिग्री मान्छौँ र यसरी नै के गर्छौँ यता भ्यालु राखेर के गर्छौँ हामी सल्भ गर्छौँ ल हेर यता cos a भनेको 80 डिग्री छ प्लस 20 डिग्री प्लस cos 80 डिग्री माइनस 20 डिग्री यतिसम्म क्लियर भएको होला ल अब हेरौँ नेक्स्ट स्टेप यसलाई इरेज गरिदिन्छु पहिले म ल हेरौँ है अब त्यसपछिको स्टेप इज इक्वल टु 1/8 cos 80 डिग्री प्लस अब भित्र एडिसनको काम गरिहालौँ के हुन्छ cos 20 डिग्री प्लस 80 डिग्री प्लस 20 डिग्री 120 डिग्री हुन्छ हुँदैन 100 डिग्री हुन्छ 100 डिग्री प्लस अब हेर 80 डिग्री माइनस 20 डिग्री कति हुन्छ 60 डिग्री हुन्छ के हुन्छ cos 60 डिग्री हुन्छ है यता सम्झिराख्नु पर्यो अब के गरौँ 1/8 ले पनि भित्र मल्टिप्लिकेसन गरिदियौ के हुन्छ 1/8 cos 80 डिग्री प्लस 1/8 cos 100 डिग्री प्लस 1/8 cos 60 डिग्री हुन्छ यतिसम्म क्लियर भएको होला
अब हेर म तपाईलाई एउटा चीज भन्छु र प्रुफ भइहाल्छ cos 80 डिग्री प्लस हामी 100 डिग्रीलाई 180 डिग्री माइनस 80 डिग्री लेख्न सक्छ कि सक्दैन सक्छ कि सक्दैन सक्छ किन सक्दैन 180 डिग्री माइनस 80 डिग्री भनेको नि 100 डिग्री हो त्यसकारणले सक्छौं ल अब के भयो 1/8 cos 60 डिग्री अब त्यसपछिको स्टेप हेर्न के हुन्छ यता यो भनेको बुझिराख अहिलेबाट 2 into 90 डिग्री हो माइनस 80 डिग्री हो अनि सेकेन्ड क्वाड्रेन्टमा cos पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ नेगेटिभ हुन्छ र इभन नम्बर भएको कारणले ट्रिग्नोमेट्रिक रेशियो के हुँदैन चेन्ज हुँदैन डजन्ट चेन्ज विथ ट्रिग्नोमेट्रिक रेशियो त्यो कुरा हामीले बुझ्नु पर्यो ल त्यसपछिको स्टेप हेरौं के भयो 1/8 एज इट इज लेखे cos 80 डिग्री अनि मैले तपाईलाई भनिसकेको थिए 1/8 पनि एज इट इज लेखिदेऊ अनि सेकेन्ड क्वाड्रेन्टमा पढ्ने भएकाले साइन नेगेटिभ हुन्छ र ट्रिग्नोमेट्रिक रेशियो इभन नम्बर भएको कारणले चेन्ज हुँदैन त्यसैले cos 80 डिग्री भयो प्लस के भयो हामीले भ्यालु राख्दाखेरि cos 60 डिग्रीको भ्यालु राख्दाखेरि 1/2 हुन्छ र 1/8 into 1/2 कति हुन्छ 1/16 हुन्छ यो कुरा पनि बुझ्नु पर्यो अब यता हेर त 1/8 को 1/8 cos 80 डिग्री प्लस माइनस माइनस 1/8 cos 80 डिग्री प्लस 1/16 1/8 cos 80 डिग्री माइनस 1/8 cos 80 डिग्री भन्नुको मतलब a माइनस a जस्तै 2 माइनस 2 जस्तै के 0 त्यस्तै गरी यसमा पनि के भयो यसमा पनि के भयो यो 0 भयो के भयो 0 भइदियो के भयो यता 0 अथवा प्लस माइनस काटिदियो डाइरेक्ट यसरी पनि बुझ्न सकिन्छ नबुझ्ने भयो 1 - 1 0 जस्तो सम्झिनु र गर्नु र के भयो हाम्रो बच्यो 1/16 हामीले प्रुफ गर्नुपर्ने के थियो 1/16 हो होला हो त्यसकारणले के भयो हाम्रो RHS प्रुभड भइसक्यो के भयो यसरी नै हामी के गर्न सक्छौं यो क्वेशनलाई पनि प्रुफ गर्न सक्छौं यो मैले हेरे अनुसार यो आज भन्दा 10 साल भन्दा अगाडिको क्वेशन मध्ये 7 वटा प्रदेश हुन्छन् 70 वटा पेपर हेरे 70 मध्ये लगभग 50 पेपरमा यो क्वेशन आएको थियो के त्यसैले क्वेशनलाई अलि बढी फोकस गर्नु होला है ल अब हेरौं नेक्स्ट क्वेशन यसको प्रुफ डेट भनेको छ 1 - cos a plus cos b minus cos a plus b होल ओपन 1 plus cos a minus cos b minus cos a plus b भनेर हामीले क्वेशन दिएको छ र हामीले प्रुफ गर्नु छ tan a/2 cot a b/2 अब यसको सोलुसन हेरौं है सजिलो छ सोलुसन LHS मा के छ हाम्रो 1 - cos a plus cos b minus cos a plus b होल अपन 1 plus cos a minus cos b minus cos a plus b अब अलिकति यसलाई अरेन्ज गरौं 1 माइनस लेखौं cos a plus b त्यसपछि सेम टर्म लेखौं पहिले पोजिटिभ लेखौं सजिलो होला cos b minus cos a त्यस्तै गरी डिनोमिनेटरमा पनि यस्तै गरौं 1 minus cos a plus b plus cos a minus cos b अब हेरौं 1 minus cos a plus b के हुन्छ 1 minus cos a के हुन्छ थाहा छ के हुन्छ यो 2 sin square a/2 हुन्छ कसरी हुन्छ थाहा छ म भनिदिन्छु हामीलाई थाहा छ cos 2b = के हुन्छ सरी cos a हो है त b लेखिन्छ
cos a इज इक्वल टु फर्मुला के हुन्छ cos 2a इज इक्वल टु 1 माइनस 2 sin स्क्वायर a हुन्छ। अनि हामी के लेख्न सक्छौँ यसलाई cos a इज इक्वल टु यो पनि लेख्न सक्छौँ सम मल्टिपलमा बनाएर sin स्क्वायर a बाइ 2 सक्छ कि सक्दैन सक्छौँ। अब हामीलाई चाहिने त के छ 1 माइनस cos a को फर्म बनाउनु छ कि छैन छ। त्यस कारणले त हेरौँ अब यो 2 लाई के गरौँ उता लगाऊ 2 sin स्क्वायर a बाइ 2 र 1 लाई 1 लेखौँ माइनस यो LHS बाट RH लाग्दाखेरि के हुन्छ sin चेन्ज cos a हुन्छ। त्यस्तै गरी मैले के लेखौँ यता त्यस्तै गरी मैले यो फर्मुला भनेको यसरी ड्राइभ गरेको तर तपाईहरु याद गर्नु होला यो फर्मुला ड्राइभ गर्दा गर्दा टाइम वेस्ट भइहाल्छ त्यसपछि त क्वेशनमा छुट्न सक्छन् अप्सनल म्याथमा त त्यसकारणले के गरौ फर्मुला नै याद गरौ है ल। त्यस्तै गरी अब मैले के भने 2 sin स्क्वायर a बाइ 2 हुन्छ के को ठाउँमा 1 माइनस cos a प्लस b को ठाउँमा। ल यसलाई इलेज गर्दिन्छु र म यता फर्मुला लेख्छु हेरौँ। ल हेरौँ है यसलाई हामी के लेख्न सक्छौँ भने मैले 2 sin स्क्वायर a प्लस b को यस्तो लेख्न सक्छौँ। कसरी लेख्न सक्छौँ भनेर मैले ड्राइभ गरेर भनिसकेँ र अब यता हेरौँ cos b माइनस cos a को फर्मुला के हुन्छ cos b माइनस cos a को फर्मुला के हुन्छ 2 sin a भनेको b छ प्लस a बाइ 2 अनि sin a माइनस b बाइ 2 त्यो कुरा क्लियर होला। त्यस्तै गरी म यता यसमा पनि लेख्छु ठिक्क अपोजिट भएको छ a को ठाउँमा b आएको छ त्यसैले हामी यस्तो फर्मुला लगाउँछौँ। ल हेर राखौँ भ्यालु फर्मुला राखौँ हेर सोच्नुपर्ने कुरै छैन यसमा त। ल त हेरौँ है 2 को 2 sin हुन्छ यता माइनस भयो भने किनकि cos b माइनस cos a छ त्यसैले दुईटैमा sin sin हुन्छ त्यसैले यो भयो b प्लस a बाइ 2 अनि अर्को sin के हुन्छ अलि d माइनस c हुन्छ नि त्यस्तै गरी यसमा के हुन्छ a माइनस b बाइ होल अपन के भयो त्यस्तै गरी यता पनि सेम भयो 2 sin स्क्वायर a प्लस b बाइ 2 अब यस्तै गरी यता पनि फर्मुला राखौँ प्लस cos a माइनस cos b के हुन्छ 2 sin a प्लस b को यस 2 अनि sin b माइनस a बाइ 2 अब यो काटिँदैन यो क्यान्सल भएर 1 हुँदैन किन हुँदैन अरु सबै सेम टर्म भए तापनि यता के छ यता a माइनस b छ र यता b माइनस a छ यो इक्वल हुँदैन त्यसैले यो कुरा काट्न पाइदैन त्यसैले यताबाट कमन ल्याऊ कमन के आउँदैछ 2 sin a प्लस b बाइ 2 आउँदैछ 2 पनि आउँदैछ र sin a प्लस b बाइ 2 आउँदैछ है। ल अब हेरौँ कमन लिएर मसँगै कापीमा लेख्नु होला 2 sin a प्लस b बाइ 2 कमन आयो र रिमेनिङ के बच्यो हाम्रो यता फर्स्ट टर्ममा बच्यो sin a प्लस b बाइ 2 प्लस sin a माइनस b बच्यो बाइ 2 बच्यो सेकेन्ड टर्म होल अपन के भयो अनि डिनोमिनेटरमा पनि कमन आएको छ sin a प्लस b बाइ 2 अनि फर्स्ट टर्ममा के बचेको छ sin a प्लस b बाइ 2 माइनस sin भएर के भयो b माइनस a को के भयो अब a माइनस b नै भयो अपन 2 को s2 त्यसपछि हेर के भयो यो क्यान्सल भइहाल्यो 1 भयो 1 भएपछि इज इक्वल टु सेम हुन्छ मल्टिप्लिकेसन गर्दाखेरि अब के गरौँ त्यसपछिको स्टेपमा हेरौँ है। अब यता हेरौँ
साइन ए प्लस साइन बी को फर्मुला लगाऊ। साइन ए प्लस साइन बी के हुन्छ 2 साइन ए 2 साइन ए प्लस बी बाई 2 कस ए माइनस बी बाई 2 हुन्छ। अब यसमा न्युमिनेटरमा हेरौँ पहिले के हुन्छ 2 साइन ए भनेको के हो ए प्लस बी बाई 2 अब बी बाई 2 हो अनि ए भनेको त ए मात्र हो है पुरा ब्र्याकेट युज गर्न नगर अनि प्लस बी भनेको के छ ए माइनस बी बाई 2 छ फेरि अपन 2 छ के फेरि अपन 2 छ यो भनेको ए हो के यो यसलाई मैले ए माने र यसलाई बी मानेर यस्तो फर्ममा लेखेँ र अपन 2 पनि हुन्छ त्यसकारणले मैले यता 2 पनि लेखेँ है ल त्यस्तै गरी फेरि हुन्छ अब कसको फर्ममा हुन्छ त्यस्तै गरी के भयो यता कस ए भनेको ए प्लस बी बाई 2 र बी भनेको के छ ए माइनस बी बाई 2 फेरि होल अपन फेरि होल अपन सबैको होल अपन है अझ डिनोमिनेटरमा पनि यस्तै गरौँ साइन ए माइनस साइन बी को फर्मुला लगाऊ के हुन्छ 2 कस ए भनेको के माने मैले ए प्लस बी छ अपन 2 छ र बी भनेको के छ ए माइनस बी अपन 2 को होल 2 छ यो कुरा बुझ्नु पर्यो अनि साइन को साइन लेखौँ अनि ए प्लस बी अपन 2 ए भयो र बी भनेको छ ए माइनस बी बाई 2 छ यसको पनि होल अपन 2 गरौँ यति गरिसकेपछि अब हेरौँ नेक्स्ट स्टेपमा अब के गर्न सक्छौँ हामी त्यसपछि अब के यसमा भएको क्यालकुलेसन गरौँ ए प्लस बी प्लस ए माइनस बी अपन 4 हुन्छ बी र बी काटिन्छ अनि बस्छ यता पनि यस्तो हुन्छ ए प्लस बी माइनस ए प्लस बी हुन्छ माइनस साइन चेन्ज हुन्छ यता भन्दै म ए प्लस बी माइनस हुनाले यता साइन चेन्ज हुन्छ ए काटिन्छ र 2b अपन 4 हुन्छ अनि b बाई 2 हुन्छ यसरी के हुन्छ यो प्रुफ हुन्छ अब हामीले क्यालकुलेसनमा गर्यो भने के हुन्छ अब हाम्रो प्रुफ भइहाल्छ है ल त्यसपछिको स्टेप हेर्न यता म गरिदिन्छु तपाईहरुलाई सजिलो होला भनेर ल हेर के भयो 2 sin a प्लस b प्लस a माइनस b 2 एलसीएम आएको कारणले अनि डिनोमिनेटर फेरि तर 2 भएको कारणले के भयो 2 2 जा 4 अनि cos a प्लस b माइनस ए अब माइनस भने यता माइनस भएको कारणले के भयो साइन चेन्ज भएर प्लस b भयो अनि 2 * 2 4 यस्तो भयो होल अपन 2 cos त्यस्तै गरी यता पनि गरे मैले बुझ्नु होला अब a प्लस b प्लस a माइनस b अपन 4 त्यसपछि sin a प्लस b नेगेटिभ भएको कारणले अर्कोमा साइन चेन्ज हुन्छ a प्लस b बाई 4 अब यता हेरौँ 2 ले 2 क्यान्सल भयो भयो अब यता हेरौँ b ले b क्यान्सल भयो भयो अनि यता हेरौँ a ले क्यान्सल भयो भयो अनि यता के भयो b ले b क्यान्सल भयो भयो यता के भयो a ले क्यान्सल भयो भयो अब हेरौँ त्यसपछिको स्टेप के बच्यो साइन यता a प्लस a 2a अनि हेर 2a अपन 4 यसले काट्यो 2 a बाई 2 भयो a बाई 2 cos यता हेरौँ b प्लस b 2b बाई 4 2 b बाई 2 त्यस्तै गरी सेम प्रोसेसमा पनि गरौँ cos 2a बाई 4 के हुन्छ a बाई 2 र साइन को साइन लेखौँ र b प्लस b 2b अपन 4 के हुन्छ हाम्रो b बाई 2 हुन्छ ल यता हेरौँ त साइन a अपन cos a के हुन्छ मलाई भन त tan a हुन्छ हुन्छ कि हुँदैन हुन्छ भनेपछि sin a बाई 2 अपन cot a बाई 2 इज इक्वल टु tan a बाई 2 हुन सक्छ कि सक्दैन हुन सक्छ कि सक्दैन
सक्छ। यता कट होइन, यता कस हो, यता लेख्दाखेरि मिस्टेक भएको छ। कस साइन ए बाई 2 र कस ए बाई 2 इजिकल टु टेन ए बाई 2 हुन सक्छ। त्यस्तै गरी के भयो अब यता पनि के छ हाम्रो साइन ए बाई 2 छ र कस ए बाई 2 छ। के भयो यो टेन ए बाई 2 भयो। यता चाहिँ कस बी बाई 2 छ र साइन बी बाई 2 के हुन्छ कट हुन्छ र कट बी बाई 2 भयो। यो नै हामीले के गर्नु थियो प्रुभ गर्नु थियो र यो हाम्रो के भइसक्यो अब प्रुभ पनि भइसक्यो। लेखौँ है यता साइन ए बाई 2 कस ए बाई 2 के भयो टेन ए बाई 2 भयो र कस बी बाई 2 अपन साइन बी बाई 2 के भइसक्यो हाम्रो कट बी बाई 2 भयो। यो नै हामीले के गर्नु थियो प्रुभ गर्नु थियो र यो के भयो हाम्रो आरएचएस प्रुभ भइसक्यो। म स्लाइडको मेटाइदिन्छु। त्यति बेलासम्म तपाईँ आफ्नो कपीमा यो क्वेसनको सोलुसन लेखिराख्नु होला। यो के भयो हाम्रो आरएचएस प्रुभ भइसक्यो। यस्तै नै के गर्न सक्छ हामी यस्ता टाइपका क्वेसनहरू बनाउन सक्छौँ। ल अब तपाईलाई म एउटा होमवर्क दिन्छु। यो होमवर्क गरेर कमेन्टमा भन्नु होला भयो कि भएन। नभयो भने म फेरि अर्को सेसनमा मैले दिएको क्वेसनलाई लिएर यसलाई म पहिलामा गरिदिन्छु। ल क्वेसन हेर है। अर्को क्वेसन म तपाईलाई गृह कार्य भन्नुहुन्छ कि सेल्फ अभ्यास भन्नुहुन्छ कि यो तपाईको क्वेसन यो रहेको छ। यो क्वेसन तपाईले गर्नुपर्ने हो। क्वेसन के रहेको छ म पढिदिन्छु र अलिकति हिन्ट पनि दिन्छु। हेर यता प्रुभ डेट भनेको छ 2 cos a माइनस cos 3a माइनस cos 5a एलएचएस छ र हामीले प्रुभ गर्नु छ 16 cos क्यूब a इन्टु sin स्क्वायर a हामीले प्रुभ गर्नु छ। अब हामी यसबाट कसरी गर्न सक्छौं भन्दाखेरि अलि हिन्ट दिन्छु। यी दुईटा टर्मलाई लिनु होला है। म अहिले भनिदिन्छु यी दुईटा टर्मलाई लिएर सल्भ गर्नु होला। सल्भ गरेर म तपाईलाई मेरो व्हाट्सएप नम्बर दिन्छु। यसमा के गर्नु होला यो सोलुसन गरेर मलाई सेन्ड गर्नु होला र यदि आइन भने ठिकै छ गर्नु होला अभ्यास गर्नु होला र भयो भने के गर्नु पर्यो भने मेरो व्हाट्सएपमा सेन्ड गर्नु होला। मेरो व्हाट्सएप नम्बर रहेको छ 9748893208 रहेको छ। यो व्हाट्सएप नम्बर हो। व्हाट्सएप नम्बर छ। यसमा के गर्नु होला तपाईले सल्भ गरेको कुरालाई के गर्नु होला यसमा सेन्ड गर्नु होला। भन्दै फेरि तपाईलाई कस्तो खाले क्वेसनहरु चाहिन्छ कुन पार्टको चाहिन्छ कुन च्याप्टरको चाहिन्छ मलाई कमेन्ट गर्नु होला। म्याथको पनि म चाँडै ल्याउँछु भन्दै आजको यो रमाइलो सेसनलाई अन्त्य गर्दछु भन्दै धन्यवाद सबैलाई। गुड बाई।